मुकुमलुङ संरक्षकहरूको सम्मान गर। मुकुमलुङ संरक्षकहरूलाई बिना कारण थुन्न पाइँदैन। मुकुमलुङ संरक्षण न्यायप्रेमीहरूमाथि गोली चलाउन पाइँदैन। अपराधीकरण गरेको र अपराधी जस्तै व्यवहार गरेको त अहिले राज्य सत्ता आफैले जनताका संस्कृति, जनताको सम्पदा र युगौँदेखि मान्दै आएको परम्परामाथि हस्तक्षेप गर्यो। साँच्चै भन्ने हो भने अघि भर्खरै एकजना साथीले भन्नुभयो कि नेपालमा जुन संस्कृति, धर्म, गुठी गानाहरू, त्यसरी नै किपटहरू छन्, त्यस्ता सम्पदाहरूलाई जोगाएर राख्नुपर्छ। त्यो सम्पदामाथि हमला हुँदा मानिसहरू बरु गोली सहन तयार हुन्छन्, तर त्यसको विरुद्धका हस्तक्षेपहरू सहन सक्दैन भन्ने कुरा गुठी आन्दोलनले पनि देखायो। अहिले यो अस्ति भर्खरै त्यो पाठीभराको मुनिबाट त्यहाँ पुरै चाहिँ कर्फ्यू र कर्फ्यू आदेश जारी गरेर राज्यले दमन गरिएको थियो नि। यो राज्य दमन सरकारको लागि भारी मूल्य चुकाउनु पर्ने दिन आउन सक्छ। मैले यो किन उदाहरण दिएको भन्दाखेरि हिजो 46 सालको बहुदलीय व्यवस्था आउँदाखेरि यहाँ मण्डलीहरूलाई खेद्ने काम गरेको थियो। राज्य सत्ता प्रहरी र मण्डलीहरू सँगै आउँदाखेरि काठमाडौँको गल्ली गल्लीमा खाल्टामा पुर्ने काम गरेका थिए। अहिले यसरी नै जोखिम उठाउने राज्यले गर्छ भने हामीले काठमाडौँबाट त्यही आन्दोलनलाई त्यसै गरी एकैपटकता व्यक्त गर्नेछौँ। त्यहाँ जुन ढङ्गले त्यहाँ चाहिँ मुकुलुङमा जुन घटना घट्यो, सुतिरहेको मान्छेहरूलाई भिजिलान्टले प्रयोग गरेर पिट्ने काम गरियो। हिजोको मण्डलले भन्दा पनि क्रूर ढङ्गले आक्रमण गर्ने काम गर्यो। त्यहाँका मान्छेहरूलाई हटोसाइड गर्ने ढङ्गले त्यहाँ पहिचानवादीहरूलाई 9 जिल्लाबाट आउन नसकोस् भन्ने हेतुले जुन राज्य आतङ्क गरेको छ, त्यो राज्य आतङ्कको हामी भोट भर्सना गर्दछौँ। पहिचानलाई आक्रमण गर्यो यो नस्ले सत्ताले भनेर हामी आन्दोलित भएर बसेका थियौँ र जुन 2/3 सरकार केपी ओली सरकारले हाम्रो गुठी मास्नलाई गुठी विधेयक ल्याएको थियो। त्यो बेलामा सम्पूर्ण नेवा आदिवासीहरू, सम्पूर्ण राष्ट्रियताहरू मिलेर त्यो आन्दोलनले 2/3 सरकारको घोडा टेकाएको थियो र गुठी विधेयक फर्काएको थियो। त्यस्तै गरी हाम्रो खोकनामा जुन हाम्रो सांस्कृतिक भूमि सिकालीमा फास्ट ट्र्याकको नाममा अतिक्रमण गर्न खोजेको थियो, त्यहाँ पनि हामीले आन्दोलन गरेर रोक्यौँ र गैर न्यायिक सडक विस्तार गरेर यहाँका आदिवासीहरूलाई भूमिबाट विस्थापन गरेर उठीवास गर्न लागेको थियो। त्यो बेला पनि आन्दोलन गरेर रोक्यौँ, तर पूर्ण रूपबाट हामीले उपलब्धि पाउन सकेन। किनभने हामी एक्लै लड्यौँ। सम्पूर्ण राष्ट्रियताहरू एकजुट भएर लड्नुपर्ने थियो। हामी एक्लै लड्यौँ, एक्लै राष्ट्रको विरुद्ध एक्लै लड्यौँ। त्यही भएर आज हामी चुकेको छौँ। सबैभन्दा पहिला रूपमा हेर्दा अहिले मुकुलुङमा केबल कार बन्दैछ, तर सारमा हेर्दा यो एकल नस्लीय भ्रष्ट सरकार नाङ्गिरहेको छ। त्यहाँ केबल कार मात्र बनिरहेको छैन, यो नस्लीय भ्रष्ट सरकार नाङ्गिरहेको छ। वैचारिक रूपमा यो सरकारको विचार नाङ्गिरहेको छ, यो पुँजीवाद नाङ्गिरहेको छ, यो मार्क्सवाद नाङ्गिरहेको छ। यो पुँजीवाद, यो मार्क्सवादको विरुद्ध यहाँ अहिले स्वदेशवादी विचारकहरू आन्दोलित छन्। अहिले मुकुलुङको घटनाले कित्ता काट भएको छ। दलाल, भ्रष्ट, नाबखोरहरू एकतिर, पहिचान, आफ्नो भूमि, आफ्नो संस्कृति बचाउन अहोरात्र खट्ने अधिकार कर्मीहरू एकतिर। के उल्लेख गरेको छ भने तत्काल केबुल कारको खारेजीको माग सहित अहिले हाम्रो फुङलिङमा भएको जुन मानव अधिकार हननको कुराहरू छ, यो विषयमा चाहिँ चिठी लेखेको छ र सरकारको चाहिँ ध्यान आकर्षण गर्दै जुन अब हाम्रो 21 जना हाम्रा योद्धाहरू पक्रिरहेको छ, त्यसको तत्काल रिहाईको बिना सरसम्मान रिहाईको हामी माग गर्दछौँ यही फ्लोरबाट। र ओली सरकारलाई एउटा के कुरा भन्न चाहन्छु भने अन्तर्राष्ट्रिय जगतले
बोलिरहेको छ। सेम अन यु ओली गभर्मेन्ट, सेम अन यु। यो साँच्चीकै लज्जास्पद कुरा छ। 19 मिलियन डलर बायोडाइभर्सिटी कन्जर्भेसनको लागि भनेर नेपाल भित्राएको छ। वाट डु इट मिन्स बाई कन्जर्भेसन अफ बायोडाइभर्सिटी भन्दाखेरि, बायोडाइभर्सिटीको कुरा गरिरहँदाखेरि इन्भाइरोमेन्ट फ्रेन्डली डेभलपमेन्ट यानि कि सस्टेनेबल डेभलपमेन्टको पढाइन्छ र युएनमा गएर नेपालले सिग्नेचर गरिन्छ, जसमा 13 मा क्लाइमेट चेन्जको कुरा गरेको छ भने 15 मा लाइफ अन ल्यान्ड यानि कि रेड पान्डा जुन चाहिँ रेयर स्पिसिसहरूको छ उनीहरूको प्रिजर्भेसनको कुरा गरेको छ। यसलाई चाहिँ अन्तर्राष्ट्रियले नेपाललाई हेर्ने जुन नजर छ त्यो नजर चाहिँ धेरै नराम्रो भइसकेको छ। ट्रम्पले बोलिसकेको छ फ्रड, यु आर अ फ्रड भनेको। के त्यो फ्रड ओलीको कानमा पुगेको छ कि छैन त? विगतमा हामीले यही फिबोक्योमा आन्दोलन गर्दै 2/3 बहुमतको सरकारलाई गुठी विधेयक फिर्ता लिनको लागि बाध्य बनाएका थियौँ। जुन नेवा समुदायले गरेको, नेवा आदिवासीहरूले गरेको त्यो आन्दोलन पनि अहिलेको मुकुमलुम आन्दोलन जस्तै हो। नेवा आदिवासीहरूको प्रथाजन्य संस्था, मूल्य मान्यता र आदिवासीहरूको धार्मिक सांस्कृतिक माथि प्रहार गर्ने जुन प्रयास गरियो तत्कालीन अवस्थामा 2/3 बहुमतको सरकारले त्यो बेलामा हामीले यो काठमाडौँ उपत्यका नेवा भूमि लगायत देशैभरि नेवारहरूको साझा सङ्गठन नेवा टेटको लगायतले हामीले सङ्घर्ष गऱ्यौँ र फिबोक्योमा लाखौँ नेवारहरू साथसाथै अन्य समुदाय उतारेपछि आइसकेपछि राज्य पछाडि हट्नु परेको हामीलाई थाहा छ। हामी यो विषयमा वर्तमान सरकार र राज्य पक्षलाई ध्यान आकर्षण गराउन चाहन्छौँ। अब मुकुलुङमा जुन आन्दोलन भइरहेको छ यो पनि सामाजिक, सांस्कृतिक, धार्मिकदेखि लिएर आफ्नै मूल्य मान्यता र आदिवासीहरूको भूमिमा हस्तक्षेप गर्ने र विकासको नाममा राजनीति गर्न खोजिएको छ।